एक्जाम दिन भनेर घरबाट गएको तर यसरी बाटामा चाहिँ किन बस्नु पर्यो त आज हामी। हेलो एन्ड नमस्ते। आज हो डे 23 र आज चाहिँ म 15 सालको दशैंको लुगा र यसपालिको दशैंको जुत्ता लाएर चाहिँ रेडी भइसके, त्यो पनि एक्जाम दिन जानलाई। अनि मैले यो चस्मा चाहिँ 15 दिन अगाडि किनेको थिएँ, तर मैले आजसम्म पनि एकचोटी पनि लगाएको छैन, किनभने चाहिँ मलाई चस्मा लाउन किन आफै लाज लाग्छ। सायद कहिले चस्मा नलगाएको भएर पनि होला। तर आज चाहिँ म एक्जाम दिन जाँदाखेरि चस्मा लाएर जाने छु र आज दिनभरि नै म चस्मा लगाउने छु। त्यही भएर चाहिँ म हिँडे अब चस्मा लाएर विराट चोकतिर र म एकैछिनमा विराट चोक पनि पुगिहालेर म चढे म्याजिकमा। घरमा हुँदा त दिनभरि चस्मा लाउँछु भनेर सोचेको थिएँ, तर म्याजिकमा चढेपछि कतिखेर चस्मा खोलेर लुकाए मैले त आफैले पत्तै पनि पाइन र म एकैछिनमा एक्जाम दिने ठाउँमा पनि पुगिहाले। हाम्रो एक्जाम चाहिँ 8 बजेदेखि हुन्छ भनेको थियो, तर 8:30 बज्दाखेरि पनि भित्र छिर्न पनि दिएन र बस्नको लागि राम्रो व्यवस्था पनि गर्दैन। हामी चाहिँ बाटामै बस्नु पर्यो। 9 बज्न आँटेपछि बल्ल बल्ल हामीलाई भित्र छिराए, तर मैले चाहिँ नागरिकता नल्याएको कारणले मलाई चाहिँ अझै 10 मिनेट बाहिरै राख्यो। म पनि के कम थिएँ, सबैभन्दा ढिलो छिरे पनि सबैभन्दा सुरुमा लेखेर निस्किए। क्यों हेला डाला ना। त्यसपछि साथीको पैसाले मोमो र कोक खाएर हामी चाहिँ चढ्यौं बसमा र म एकैछिनमा विराट चोक पनि पुगिहालेँ र विराट चोकबाट अब म कसरी जानु हिँड्दै हिँड्दै भनेर सोच्दै थिएँ। मैले ट्याक्कै बाबालाई भेटेर सफारीमा चढेर घरतिर आएँ र घरमा आउँदाखेरि चाहिँ दामी पारामा मासु पकाएर राखेको रहेछ। मासु भात पनि दामी पारेर हानिहालेँ र आजको लागि यति नै। नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला। बाई बाई।